शंकर स्वामी की जय। अब दान नछिने पुग्नु पर्छ ल यसो आगे ताकि कुलदेवता की जय भन्नु दक्षिणा लिएर आउनु है हजुर ब्रह्मा विष्णु महेश्वर की वास्तु देवता की संपूर्ण मान बदका सिद्धियों की संपूर्ण मान बदका कुलदेवता की देवता की भोलाना शंकर स्वामी की जय जय जय।
जय र नारायण मात्रै आयो हाम्रो उनका दियो जलाएको नि खिचो एउटा थाल्छ अब विमान हावा चलेको विमानले गाड्नु क्यामेराम्यान यता ल जय यो पनि हटाइदिनु अब भित्र जाने सबैले यहाँ घुले नुहाएर बाँड्नु बजाउनु घिउ खै कटौरा छ भने घिउ जान्छ बटुने ल्याएको ऊ त्यो बाबु त्यो हेर्नुहोस् त भएन क्या सबै कुरा लाइट चाहियो त लाइट 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 ज्यान त खोले हुन्छ सरस्वती गुरु सहस्राय सहस्रपाठ आज हाम्रो कुल्यान पूजा कति यता हेर मेरो छोराले हेरिनु कुल्यान पूजामा हामी सर्वस्त वीरगण नारायण श्रेष्ठको वंश सबैजना आउनुभएको छ। ठिक छ
है सबैजनालाई है हाम्रो ज्येष्ठ नागरिकमा सक्कर पनि त हुनु पर्यो न्यानो अभिवादन व्यक्त गराउन चाहन्छु। आज मिति 2019 साल 2 महिना 22 गते हिलकोट नगरपालिका 2 डाँडाकोटमा निर्माण भएको जितनारायण श्रेष्ठ वंश फलकहरूको स्कुल मन्दिर निर्माणमा प्रथम पटक हुन गइरहेको यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुनको लागि नायक अध्यक्ष श्री केदार सिंह श्रेष्ठजीलाई हार्दिक अनुरोध गर्दछु। आजको यस कार्यक्रमलाई विधिवत रूपमा सञ्चालन गर्नको लागि म अध्यक्षज्यूसँग अनुरोध माग्दछु। अझ सुरु गरेँ। यसै गरी म आसन ग्रहणकै क्रममा दीर्घनारायण वंश क्लबका ज्येष्ठ तथा मन्दिर निर्माणको सल्लाहकार आदरणीय अध्यक्ष श्री दलबहादुर श्रेष्ठजीलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी अध्यक्ष श्री दिपबहादुर श्रेष्ठजीलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी आदरणीय ढुङ्गा श्री छविलाल श्रेष्ठज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी सल्लाहकार समितिको तर्फबाट श्री रामप्रसाद श्रेष्ठज्यू ढुङ्गालाई पनि आसन ग्रहणको लागि जग्गादाता साथसाथै सल्लाहकार समितिको ढुङ्गा श्री जयप्रसाद श्रेष्ठज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी मन्दिर निर्माण कार्य समितिका अध्यक्ष श्री चन्द्रप्रसाद श्रेष्ठज्यू अङ्कललाई पनि म अगाडि आएर आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्दछु। यसै गरी उपाध्यक्ष अङ्कल श्री धनबहादुर श्रेष्ठज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी जग्गादाता गुवा श्री प्रकाश श्रेष्ठज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी जग्गादाता अङ्कल श्री कृष्ण प्रसाद श्रेष्ठज्यूको पूर्व साथीमा अन्टी लक्ष्मी श्रेष्ठज्यूलाई पनि म आसन ग्रहण गर्छु। साथै यस हाम्रो कुल पूजामा पाल्नुहुने समस्त दीर्घनारायण श्रेष्ठ वंश खलकका दाजुभाइहरूलाई यथास्थानमा आसन ग्रहणको लागि अनुरोध गर्दछु। कार्यक्रमको दोस्रो तालिकामा हामीले चाहिँ आम्दानी खर्च प्रगति विवरणको बारेमा जानकारी गराउन गइरहेको छु। यसको लागि म मन्दिर निर्माण समितिको कोषाध्यक्षको तर्फबाट हाम्रो हालसम्मको आम्दानी खर्च विवरण प्रस्तुत गर्न गइरहेको छु।
आम्दानी तर्फ 50 घरधुरी तर्फबाट 26,03,392 रुपियाँ 44 पैसा जम्मा भएको छ। यसै गरी यो रकम चाहिँ आज बिहान 25,000 पुनः हामीलाई सहयोग प्राप्त भएको थियो आदरणीय ढम्बश्री कर्णविद सिंह प्रधानजीबाट। यसै गरी जन्मदिनको उपलक्ष्यमा विभिन्न दाजुभाइहरूबाट गरी कुल रु 56,607 रुपियाँ सहयोग प्राप्त भएको छ। यसै गरी शुभ विवाहको उपलक्ष्यमा 5,555 रुपियाँ सहयोग प्राप्त भएको थियो। यसै गरी हामीले पुरानो पुलेन पूजामा उठाएको रकम 5,100 रुपियाँ पनि प्राप्त भएको छ। र यो हाम्रो ब्याजतर्फको आम्दानी रु 42,097 रुपियाँ 52 पैसा पनि प्राप्त भएको छ। यसरी जम्मा आम्दानीतर्फ रकम रु 27,12,751 रुपियाँ 96 पैसा हाम्रो आम्दानीतर्फ रकम भएको छ। र अब खर्चतर्फ म सरस्वती उदागत रूपमा भन्न गइरहेको छु। सिमेन्टमा हामीले 321 बराबर 2,01,840 रुपियाँ खर्च भएको छ। त्यसै गरी छड 12 बन्डलमा 1,25,372 रुपियाँ खर्च भएको छ। यसै गरी इँटा हामी 5700 वटा चाहिँ इँटा प्रयोग भएको छ। मूल्य खर्च चाहिँ 94,000 भएको छ। यसै गरी रङ रोगनमा 55,804, प्लास्टर बालुवा, मिस्कट बालुवा, खस्रो बालुवा, ढुङ्गा यो सबै हामीले ढुवानी सहित गर्दा प्लास्टर बालुवामा रु 70,000, मिस्कट बालुवामा रु 54,000, खस्रो बालुवा 8 टिपको रु 72,000, ढुङ्गा 15 टिपको रु 75,000 खर्च भएको छ। यसै गरी झ्याल ढोका टुडा टोपा झलरको लागि रु 4,84,750 रुपियाँ खर्च भएको छ। यसै गरी सेफको लागि रु 55,000 खर्च भएको छ। जस्ता पातामा हामीले 53,735 रुपियाँ खर्च भएको छ। च्यानल गेट पाइप एङ्गल फिटिङहरू गरेर 54,500 रुपियाँ खर्च भएको छ। यसै गरी जाली काँडे तार एङ्गलमा चाहिँ रु 67,400 रुपियाँ खर्च भएको छ। ब्लकमा रु 10,000, शिलालेखमा 65,000 खर्च भएको छ। औषधि पत्र तथा सम्मानपत्र सफाइमा हामीले 71,250 रुपियाँ खर्च गरेका छौँ। वायरिङको लागि रु 34,000 रुपियाँ खर्च भएको छ। यसै गरी ढुवानी जिपमा चाहिँ हामी जिप ट्र्याक्टर गरेर चाहिँ 45,700 रुपियाँ खर्च भएको छ। यसै गरी ढुवानी हामी यहाँ तलबाट यहाँ मन्दिर निर्माणसम्म चाहिँ मान्छेहरूले बोकेर ल्याउनु भएको ढुवानी खर्च चाहिँ रु 97,800 रुपियाँ खर्च भएको छ। त्यसै गरी अन्य विविध खर्चहरू यो गर्दाखेरि 3,18,887 रुपियाँ 88 पैसा गरी कुल जम्मा खर्च रकम रु 26,53,878 रुपियाँ 78 पैसा चाहिँ हाम्रो खर्च भएको छ। कुल जम्मा आम्दानी रकम 27,12,751 रुपियाँ 96 पैसा गरेर यो घटाउँदाखेरि हाम्रो कुल जम्मा बाँकी रकम चाहिँ अहिले 58,863 रुपियाँ 8 पैसा अहिले हामीसँग सबै खर्चहरू लगाइसकेपछि बाँकी रहेको रकम भयो। अब यसपछि हामीले वंशावली पुस्तक विमोचन कार्यक्रम राखेका छौँ। त्यसको लागि प्रस्तुत गर्नको लागि म हाम्रो वक्ता श्री रञ्जित श्रेष्ठलाई म हार्दिक अनुरोध गर्दछु। कार्यक्रम समाप्त। बनौटीबाट स्थानान्तरित लेखनारायण श्रेष्ठ वंश सम्पूर्ण ज्येष्ठ दाजुभाइहरू अझीहरू बुबामान अङ्कल आन्टीहरू सायद तथा दाजुभाइहरूलाई मेरो बोध छ, सम्मान छ। वीरनारायण श्रेष्ठ वंशहरूको वंशावली पुस्तक निकाल्ने भनेर पहिलेतिर भइरहेको हो र अहिले बजाएर त्यो चाहिँ हामीले भन्ने गरेको कुरा साकार भएको छ। त्यसको लागि वीरनारायण श्रेष्ठ वंशको पुस्तकलाई चाहिँ निकाल्नुको लागि चाहिँ महत्त्वपूर्ण भूमिका निभाउनु हुने यस पुस्तक निकाल्नुको लागि परिकल्पनाकार एवं सम्पादक श्री रामप्रसाद श्रेष्ठज्यूबाट सम्पादक श्री इन्जिनियर प्रवीण कुमार श्रेष्ठज्यूलाई धन्यवाद टक्राउन चाहन्छु। सम्पूर्ण दाजुहरूको
तर्फबाट कसैले पनि यस विषयमा चाहिँ पहिला कुरा उठाएर मात्रै पनि काम गर्न सक्नु भएको थिएन। उहाँहरूको प्रयासले गर्दा चाहिँ आज त्यो सम्भव भएको छ र त्यही पुस्तक विमोचनको लागि आज पूजाको अवसर पारेर विमोचन गर्ने कार्यक्रम भएको पुस्तक विमोचनको लागि यस कार्यक्रमका अध्यक्ष नायक श्री केदार सिंह श्रेष्ठज्यू र दलबहादुर श्रेष्ठलाई चाहिँ पुस्तक विमोचनको लागि अनुरोध गर्दछु। उताबाट दिनु नि त्यहाँ छोडिदिनु त्यसै गरी पछाडि भयो कुलपजा सञ्चालन नियमावली 2079 हामीले अगाडिको बैठकहरूमा विभिन्न छलफल गरेर त्यहाँ भएका कमी कमजोरीहरूलाई सच्याउँदै हामीले नियमावलीलाई पूर्ण रूप दिएका छौँ र यसमा हाम्रो दाजुभाइहरूबाट पारित गर्नको लागि सबैजनाले हस्ताक्षर पनि गरिसक्नु भएको छ र यस नियमावलीलाई तपाईँहरूमाझ कतिपय दाजुभाइहरू पहिलाको बैठकमा उपस्थित हुन सक्नु भएको थिएन होला। यस नियमावलीमा हामीले पूजा विधि लगायत पूजामा गर्नुपर्ने सम्पूर्ण क्रियाकलापको बारेमा यसमा जानकारी दिएको छ। यस नियमावली चाहिँ म तपाईँहरू प्रस्तुत गर्न गइरहेको छु। नगरपालिका वार्ड नम्बर 2 डाँडाकोट पोखरी फलो भएको देवनारायण श्रेष्ठको देश विदेशका विभिन्न स्थानमा छरिएर रहेका सन्ततिहरूको वंशावली तयार गर्न, निर्माणाधीन कुल मन्दिर संरक्षण एवं पूजा सञ्चालन गर्न, वंशको संरक्षण सम्वर्धन र पहिचानलाई जीवन्त तथा धेरै सांस्कृतिक सामाजिक तथा आर्थिक विकास गर्ने कुनै उद्देश्यले गैर राजनीतिक सामाजिक संस्थाको रूपमा देवनारायण श्रेष्ठ वंश संरक्षण तथा कुल पूजा सञ्चालन नियमावली 2079 नामक यो वंशावली बनाइएको छ। परिच्छेद 1 प्रारम्भिक एक संक्षिप्त नाम र प्रारम्भको यो नियमावलीको नाम देवनारायण श्रेष्ठ वंश संरक्षण तथा कुल पूजा सञ्चालन नियमावली 2079 रहनेछ।